त्यसमा पनि छुट भएको छ छुट भएको कारणले हजुरको कार्यमा सेवा गर्न चाहन्छु र केन्द्रीय भएका हाम्रा हाम्रो यो बेलुकी कार्यको लागि पनि उहाँको तर्फमा पनि यो चाहिँ तीन मुलुकलाई आफ्नो गति कम्प्लिट गर्ने चाहिँ बुझ्दै गएको लागि सेवा गर्न चाहन्छु र साथै अब हामी आज अधिवेशनको कार्यक्रम पनि छ होइन त्यस कारणले गर्दा अब धेरै समय म लिन चाहन्न अब हामी आफ्नो भनाइलाई चाहिँ अन्त्य गर्दै पूजा गर्न चाहन्छु संस्कृत रह्यो धन्यवाद उहाँले प्रतिवेदन यहाँ पेश गरिसक्नु भएको छ उनीहरूले सुन्नु पनि भयो यो कोर्सतर्फ हुने छ हामीमा हाम्रो प्रमुख अतिथि पनि अब 3 दिनमा नै यो कार्यक्रम स्थलमा आइपुग्नुहुन्छ उहाँ लोकल कार्यक्रमलाई सम्बोधन भएको थियो त्यसपछि हामी औपचारिक रूपमा कार्यक्रमलाई उद्घाटन गर्नेछौँ त्योभन्दा अगाडि म शुभकामना मन्तव्य राख्नका लागि सामाजिक तथा धार्मिक व्यक्तित्व सनातन संस्कृति संरक्षणका महासचिव रामप्रसाद गौतमजीलाई हार्दिक अभिनन्दन गर्छु अहिले चाहिँ पहिला जस्तो चाहिँ पहिला चाहिँ बुझ्नु चाहिँ त्यो अहिले चाहिँ धेरै मान्छे बुझिरहेको छ